हाँसको बच्चा टुटु, मालकिन र डगी मिलेर सपिङ गर्न जान्छन्। जुन्ता र सुपरमार्केटबाट ताजा फ्रेस सुन्तला किनी डगीमाथि चढेर गाउँ सहर बजार डुल्दै घर आइपुग्छ। डगीबाट ओर्लिन्छ अनि सुन्तलाको पोका हातमा बोकेर किचनभित्र पस्छ। शरीरमा एप्रोन र धारिलो चक्कुबाट सुन्तलालाई पिस पिस काटेर प्लेटमा राख्छ र मालकिनको छोराले खाना दिन्छ। अर्को दिन टुटु एक्लै सब्जी किन्न रिक्सा लिएर बजार जान्छ। हसिलो अनुहारमा टुटु पसलेसँग निकै गफगाफ पनि गर्छ। सब्जी किनेर रिक्सामा लोड गर्छ, कुदाउँछ। रिक्सा कुदाउँदा कहिले गीत गाउने, कहिले हाँस्ने खुसी देखिन्छ। स्पिड कुदाउँछ र अचानक लड्छ। लडेपछि सागसब्जीहरू छत्ताछुल्ल हुन्छ। छरपष्ट हुन्छ। टुटु बसेर रुन्छ। अब कहिले एक्लै बजार जाँदिन, बरु घुम्न जान्छु नभन्दै टुटु भोलिपल्ट घुम्न निस्किन्छ। कन्याम र माउन्ट एभरेस्ट साथमा दूरबीन लिएर सुन्दर दृश्यहरूको अवलोकन गर्दै दूरबीनबाट हेर्दै आनन्द लिन्छ। त्यतिकैमा भालु आउँछ र दूरबीन लिएर टुटुको फोटो खिचिदिन्छ। नभन्दै दूरबीन फुट्छ। फुटेपछि मेरो दूरबीन फोडिदियो भनेर बसेर रुन्छ। जे गरे नि मलाई दुःख हुन्छ भन्दै टुटु आफ्नो संसारमा फर्किन्छ। सुन्दर तलाउ जहाँ विभिन्न खालको फुलहरू फुलिरहेको हुन्छ। आनन्दमय वातावरण रमाउँछ। टुटु नुहाउँछ। त्यही बखत डरलाग्दो सर्फ टुटुको शरीरलाई बेर्छ। टुटु डराउँछ र भाग्दै किनारामा जान्छ र बसेर रुन्छ र आफ्नो दुःख सम्झन्छ।